मुक्तिनाथबाट ल्याइएको रथमा हामीले पनि दर्शन गर्ने अवसर पायौँ, अहोभाग्य ठान्दछौँ र हजुरहरू समक्ष यो युट्युब च्यानल हेर्ने सम्पूर्णलाई दर्शन गराउन चाहन्छौँ। आरामले कहीँ जाँदैन, यहीँ रहन्छ है। अगाडि आउनुहोस्, यहाँ राखिदिनुहोस् न, हामीले चढाइन्छ। यहीँ राखिदिनु बा। र आगामी कार्तिक 19 गतेदेखि मङ्सिर 18 गतेसम्म हुने श्री गजेन्द्र मोक्ष नारायण भगवान विराट महायज्ञमा विभिन्न धाममा यहाँहरू सम्पूर्ण सकल परिवारलाई हामी हार्दिक नमस्कार गरेको सबैजनाले भगवानको यो रथलाई नयाँ परिक्रमा गर्नुहुनेछ। नयाँ परिक्रमा गरेर भगवानको दिव्य प्रसाद अभिषेक पूजा श्री शारदाराम भगवान को श्री देवी भगवती माता को गणपति महारानी को भगवान को हाई गर्नु